अहिलेको समयमा सर्वसाधारण लगानीकर्ताहरूमा आइपिओ भर्ने लगानीकर्ताहरूको संख्या दिनानुदिन बढिरहेको छ। यस्तै बेलामा भुजुङ हाइड्रो पावर कम्पनीले निष्कासन गरेको आइपिओमा आवरण दिने आज अन्तिम दिनसम्ममा यो वर्षकै सबैभन्दा धेरै सङ्ख्यामा आवरण परेको छ। यसर्थ आजको यो भिडियोमा रहेर हामीले भुजुङ हाइड्रो पावर कम्पनीको आइपिओमा अन्तिम दिनसम्ममा कति आवरण पर्यो, कतिजना लगानीकर्ताहरूले भर्नुभयो, यसमा पर्ने सम्भावना कति रहला, यो कम्पनीको आइपिओ बाँडफाँड कहिले होला, कम्पनीले आइपिओ बाँडफाँड पछाडि कति रुपियाँ ओपनिङ प्राइस पाएर कारोबारमा होला त, यी सम्पूर्ण कुराको बारेमा एकमुष्ट रूपमा जानकारी दिनेछौँ। त्यसकारण तपाईँहरूले भुजुङ हाइड्रो पावर कम्पनीको आइपिओ भर्नु भएको छ र आइपिओको लास्ट डेटसम्मको अपडेट जानकारी पाउन चाहनुहुन्छ भने यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। यस्तै आइपिओ एफपिओ सेयर मार्केट सम्बन्धी सम्पूर्ण जानकारीमूलक भिडियो सबैभन्दा अगाडि एकै ठाउँमा हेर्न र सुन्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिनुहोला। अब भने ढिला नगर लागौ विषयवस्तुतर्फ नै। भुजुङ हाइड्रो पावर कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूको लागि आइपिओ निष्कासन गरी बाँडफाँड गरिसके पछाडि बाँकी रहेको सेयरमा केही प्रतिशत म्युचुअल फन्डलाई र केही प्रतिशत कम्पनीका कर्मचारीहरूलाई छुट्याएर अन्तिम चरणको सबै सेयर सर्वसाधारण लगानीकर्ताहरूको लागि भर्न सक्ने व्यवस्था गर्दै माघ 12 गतेदेखि आज माघ 15 गतेसम्मको लागि आइपिओ निष्कासन गरेको थियो। कम्पनीले 100 रुपियाँ अङ्कित मूल्यका दरले 8 करोड 30 लाख रुपियाँ बराबरको 8,30,000 किता सेयर सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गरेको थियो। यसरी निष्कासन गरेको आइपिओमा आज अन्तिम दिनसम्म आइपुग्दा कुल 26,65,174 जना लगानीकर्ताहरूले आइपिओ भर्नुभएको छ, जुन यो वर्षकै अझ भनौँ पछिल्लो केही वर्षकै यताकै सबैभन्दा धेरै सङ्ख्या रहेको छ। योभन्दा जस्ट अगाडि सोलो हाइड्रो पावर कम्पनीको आइपिओमा 25,77,000को आसपासमा लगानीकर्ताहरूले आइपिओ भर्नुभएको थियो भने झन्डै 1 लाखभन्दा बढी लगानीकर्ताहरूको आइपिओ भर्ने सङ्ख्या भने यो कम्पनीको आइपिओमा पुगेको छ। यसरी 26 लाख लगानीकर्ताहरूले 3 अर्ब 7 करोड 84 लाख 82 हजार रुपियाँ बराबरको 3 करोड 7 लाख 84 हजार 820 किता सेयरको लागि माग गर्दै आवेदन दिनुभएको छ, जुन यो कम्पनीले निष्कासन गरेको 8,30,000 किता सेयरभन्दा करिब 37.09 गुणाले बढी हुन आउँछ। यसरी मागभन्दा अत्याधिक धेरै आवेदन परिसकेको हुँदा अब यो कम्पनीको आइपिओ बाँडफाँड गर्दा कम्तीमा 10 किताको दरले गोला प्रथाको माध्यमबाटै आइपिओ बाँडफाँड गरिनेछ। यसरी बाँडफाँड गर्दा कम्पनीको आइपिओमा आवेदन दिनुभएका योग्य लगानीकर्ताहरूमध्ये भाग्यमानी 83,000 जना लगानीकर्ताहरूले मात्र 10 किताको दरले यो कम्पनीमा सेयर हाट पार्न सफल भइरहँदा 25.5 लाख भन्दा बढी लगानीकर्ताहरूको हाट भने रित्तो हुनेछ, जुन एकदमै ठुलो सङ्ख्या रहेको छ। यसरी हामीले यसमा सेयर पाउनको लागि भने भगवान भरोसा पर्नुपर्ने अवस्था रहेको छ। यसरी जनरल पब्लिकमा अहिले लगानीकर्ताहरूको चासो बढेसँगै आइपिओको सङ्ख्या भने केही थोरै मात्र आइरहेको छ। यसले भने लगानीकर्ताहरूमा केही निराश भने पक्कै पनि बनाउनेछ। तर पनि अब हामीलाई चाहिने भनेको 10 किता मात्रै हो, जुन हाम्रो भाग्यमा रहेछ भने सानै कितामा पनि पढि नै हाल्छ र सानोमा हामीले सेयर पायो भने त झन् नाफा कमाउने चान्स पनि बढी भएर जान्छ। यसर्थ अब यो कम्पनीको आइपिओमा जति आवेदन पर्यो जे गर्यो, तर पनि अब कम्पनीको आइपिओ कहिले बाँडफाँड होला भन्ने सबैजनाको एकदमै धेरै चासोको विषय हुन्छ। यसको बारेमा कुरा गर्नुपर्दा यो कम्पनीको आइपिओ माघ महिनाको अन्तिमसम्ममा माघ 23 गतेदेखि 28 गतेको बिचमै बाँडफाँड हुनेछ र कम्पनीको आइपिओ बाँडफाँड भइसक्यो भने दोस्रो बजारमा लिस्टिङ भई कारोबारमा पनि आउनेछ र हामीले यो कम्पनीको सेयरलाई किनबेच गर्न पाइहाल्नेछौँ। यसर्थ जसले यो कम्पनीको आइपिओ भर्नुभएको छ अब तपाईँहरूले अर्को हप्तासम्म वेट गर्नुभयो भने यो कम्पनीको आइपिओ अर्को हप्ताको शुक्रबारभन्दा अगाडि नै बाँडफाँड भइसक्नेछ र हामीले रिजल्ट चेक गर्न पनि पाउनेछौँ। यसरी यो कम्पनीले आइपिओ निष्कासन गरिसके पछाडि कम्पनीको आइपिओमा अर्निङ पर सेयर इपिएस अर्थात् प्रतिशत आम्दानी -10 रुपियाँ 81 पैसा लसमा रहेको छ। अर्थात् कम्पनीको इपिएस एकदमै कमजोर भनिरहेको छ र कम्पनीको प्रति सेयर नेटवर्थ पनि 90 रुपियाँ 04 पैसा मात्रै रहेको छ, यो पनि कमजोर नै मानिन्छ। यसरी हेर्दा वित्तीय अवस्था कमजोर भए तापनि एकदमै थोरै मात्र लगानीकर्ताहरूले सेयर पाउने सम्भावना रहेको हुँदा यो कम्पनीको सेयर पाउने लगानीकर्ताहरूले राम्रै नाफा कमाउने सम्भावना रहनेछ। वित्तीय अवस्था कमजोर हुँदाहुँदै पनि आइपिओको सङ्ख्या एकदमै थोरै भयो भने मार्केटमा सप्लाई कम हुन्छ र कम भयो भने प्रफिट कमाउने सम्भावना एकदमै धेरै हुन्छ, स्पेसल्ली हाइड्रो पावर कम्पनीहरूमा। यसर्थ पनि यसमा तपाईँहरूले वैदेशिकतर्फ आइपिओ पाउनु भएको छ भने पनि तपाईँहरूले एकदमै राम्रो नाफा कमाउन सक्नुहुनेछ र तपाईँहरूले अब जनरल पब्लिकमा आइपिओ भर्नु भएको छ र पाउनु भयो भने तपाईँहरूले पनि नाफा कमाउने सम्भावना ठिकठाक नै रहनेछ। यसर्थ कम्पनीको आइपिओमा हामीले नाफा कमाउन सकिँदैन कि
भन्ने तपाईहरू भ्रममा नपर्नुहोला। कम्पनीले 90 रुपियाँ 04 पैसादेखि 277 रुपियाँ 12 पैसासम्मको ओपनिङ रेन्ज पाउनेछ र ओपनिङ प्राइस पनि यसैको बिचबाटै पाउनेछ। सम्भवतः 277 रुपियाँको ओपनिङ प्राइस पाउनेछ र कारोबारमा आउनेछ। यसरी कारोबारमा आयो भने 5000 देखि 8000 सम्मको नाफा भुजुङ हाइड्रो पावरमा मजाले 10 किता सेयर पाउँदा कमाउन सकिनेछ र त्यो भन्दा माथि पनि कम्पनीको सेयर कारोबारमा आयो भने कस्तो पर्फर्मेन्स देखाउँछ त्यही अनुसारले मार्केट प्राइस बढ्न सक्छ। यो भयो भुजुङ हाइड्रो पावर कम्पनीले निष्कासन गरेको आइपिओमा परेको आवेदन सम्बन्धी र कम्पनीमा कमाउन सक्ने नाफा सम्बन्धी जानकारी। यो सँगै आजको भिडियो यति नै। अब भेटिने सरको नयाँ भिडियोमा।